काश म हिरोइनी भएको भए यसरी मेरो एन्ट्री हुन्थ्यो। क्या खतरा एक्सप्रेसन दिन्थेँ नि म, हल्का घाम आउँदा यसरी लजाइदिन्थेँ। आम्मामामा कस्तो मजा आउँथ्यो होला हौ त्यो एक्टिङ गर्नु पाएँ। आँसु त म यसरी पुसिदिन्थेँ नि, साँच्ची भनेको आँखाको रानीदेखि मुनि आँसुै झर्नु दिँदिनँ थिएँ। अन्त अर्को रोल पाएको भए मैले गुन्डिनीको रोल पाएको भए यस्तो मजाले कपाल घुमाइदिन्थेँ नि, यो स्टाइल त 3-4 वर्ष त फेमसै बनाइदिन्थेँ। तर के गर्नु, मेरो जिन्दगी यसरी साइन गर्नु लेखेकै रहेन रहेछ किस्मतमा। घरमा बस, भाँडा धु, लुगा धु, नानीलाई भात खुवा, खालि त्यही रहेछ। कहाँ गयो मेरो हिरोइनी बन्ने सपना? त्यो सपनाले झटारो हानेको जस्तै लाग्छ घरिघरि त। नै भन्नु मन लाग्छ। के गर्नु जिन्दगी, अर्को जन्ममा चाहिँ मलाई यसरी नाच्ने भए पनि एकताल चान्स दिनु है। एकताल चाहिँ टिभीमा आउने चान्स दिनु, सबैले हेरेर वाउ दिपा भन्नु। होइन नाम पनि यो नहोस्, नाम पनि दामी नाम होस्, अन्त मजाले स्टाइल गर्दै बस्नु पाऊँ।